सम्पूर्ण दर्शक वृन्दहरुमा नमस्कार। म आज नयाँ भिडियो लिएर तपाईहरुको सामु उपस्थित भइसकेको छु। कर्णालीको विकट मध्येको पनि विकट जिल्ला कालीकोटको भयानक यात्रामा मन त्रासले भयभीत भएकै अवस्थामा यो भिडियो प्रस्तुत गरेको छु। सबै आत्मीय मनहरुमा मेरो भिडियो हेरेर लाइक, कमेन्ट, शेयर र मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गरेको छु। तल होइन छैन चिप्लो छैन बिस्तार राख्नु। हजुरहरूले भर्खरै भिडियोमा देख्नुभएको यो खोलामा खुट्टा चिप्लियो भने खोलासँगै बगेर गइने डर पनि उत्तिकै छ। यात्रामा जोखिम पनि थुप्रै छन्। दायाँतर्फ हेर्दा अग्लो चट्टानको पहाड रहेको छ भने यता ठुलो ढुङ्गा मुनि अर्को सानो ढुङ्गा रहेको छ। यहाँ उफ्रेर खोला नागेर त्यो ढुङ्गामा अडिनुपर्ने बाध्यता रहेको छ। अन्त बाटो छैन। एउटा सानो गल्तीले ज्यानै पो जोखिममा पर्न सक्ने देखिन्छ। नयाँ बाटो, थकित शरीर र प्रफुल्लित मन, यात्राको आनन्दले गन्तव्यलाई नै छुट्याइदिएको छ। मुटुले चाल बदलिसक्यो। पाइला काँप्न थाले। शरीरमा चिसो रक्त सञ्चारको महसुस भयो। हामी यो यात्राको सबैभन्दा कठिन क्षणमा आइसकेका छौँ। पखेटा भएको भए सायद उडेर खोला पार गरिन्थ्यो होला, तर के गर्नु? खोलामा नै उत्रेर पानीमा डुबेर यात्रा गर्नुपर्ने बाध्यता हामी सामु छ। पछाडि फर्कन पनि कसरी फर्किनु? अगाडि बढौँ भने चुनौती नै चुनौतीको पहाड देखिन्छ। एकअर्काका अनुहार पढ्ने कोसिसमा लोलाएका यी आँखालाई एकअर्काका संवेगले भरिएका अनुहारमा दौडायौँ। यही चुनौतीसँगै हामी खोलामा उत्रिने निर्णय गर्यौँ।
के भन्नु छ आजको यात्राका लागि? कस्तो भयो यात्रा? यात्रा त नयाँ यात्रा भयो, नयाँ यात्रा भयो, जटिल भयो, एकदम जटिल होइन? ज्यान जोखिममा थियो। जोखिममा थियो, ज्यान धेरै जोखिममा थियो। हेर्नु सर, हामीहरू यताबाट आयो, पुरै लगो थाहा नभएको बाटोमा आयो, थाहा नभएको बाटो, नयाँ एडभेन्चर नै भयो हामीहरूको। बचियो होइन? मिसलाई के भन्नु छ? यहाँ रगतै आइसक्यो, लडेर नयाँ यात्रा हो नि अब त। म त त्यहाँ डुबेकै त्यहाँनिर यार, खासै डुबिके के। तपाईँ के छ सर? ठिक छ, के हुन्छ हावा त्यस्तो भयो। बाँचिएर आयो नि?